हान्नु पनि के हानेछ क्या यार बिचरा नेपाली दिदी बहिनी जस्तो छ नेपालीको आम्मा आएपछि हैन र कसरी हान्यो क्या यस्तो बिजो गरी हेर त यो बिचरा गाडीको यहाँ भाइ हो प्लिज निकाल्नु पर्छ नि डर लाग्यो त्यहाँ किन डराउने हेर हामी भ्लगर हो अनि बाले भने कहीँ कसरी हान्यो त्यस्तो मुखमा बसेको छ त तरिका हो यार मान्छे त फेरि राम्रै छ यो चिज जापानको सबैभन्दा लामो टनेल हो होइन आज लामो छ क्या तर यो अन्डरग्राउन्ड त वाउ ओ तेरी मा कसम मैले गोप्रो त बाबाले किनेको रहेछु यार अन्डरग्राउन्डमा झिल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 ि यार आज खुइली भुन्टी च्वाक भन्छ क्या 10 मिनेटमा अन्डरग्राउन्डमा त बाहिर फाइनली म चाहिँ जेनकोजी टेम्पलमा पुगेको छु यो चाहिँ जेनकोजीको पार्किङ हो होइन तर यहाँ 6 घन्टाको 600 रुपियाँ घन्टाको 100 रुपियाँ पर्छ यहाँ थरी थरीका मान्छेहरू आउँछन् होइन सबै एउटा एउटा उद्देश्य लिएर आउँछन् होइन अझै उयो माथिको मन्दिर चाहिँ अझै बवाल छ है गाइजहरू यो मन्दिर यो हो होइन म जानु चाहिँ यहाँ हो तर यहाँ चाहिँ मन्दिर प्लस जिन्ज्या पनि छ क्या श्राइन पनि छ क्या जस अब यो विशेष गरी चाहिँ मन्दिर भएको ठाउँलाई चाहिँ विशेष गरेर गौतम बुद्धको धर्मावलम्बीहरूको मन्दिर हो भन्छ श्राइन भएको ठाउँमा लाग्दैछु होइन यिनीहरू पनि यिनीहरू फ्यामिली होला होइन सायद यिनीहरू चाहिँ मन्दिर चाहिँ हो गाइज यहाँ मन्दिरको फोटो पनि खिच्छु होइन तपाईँहरू भिडियो पनि बनाउँछु यो चाहिँ श्राइन हो मन्दिर चाहिँ यहाँ पर हो यसरी बेला बेलामा दर्शन गर्नु निस्किनुहोस् भन्छु म चाहिँ होइन दर्शन गरिराख्नुपर्छ घुम्नुपर्छ होइन मरिलानु के छ हो पैसाको रास थुपारेर के गर्ने र गाइजहरू मरिजाँदा खाली हात जाने हो होइन विशेष गरी चाहिँ अझै यहाँ चाहिँ जोडी जोडी आउँछन् होइन म चाहिँ अब बिजोडी हो किनभने सिङ्गल लाइफ रक हो नि त आफ्नो त एक्लो ज्यान जहाँ मऱ्यो त्यहाँ च्यान भन्छन् यो श्राइन हो होइन अझै यो हरियाली हुँदाखेरि आउनु पर्ने म चाहिँ अलिक अफ सिजनमा आएँ भनौँ न कि त अब साकुरा फुल त राम्रो हो यहाँ आउनु यो चाहिँ नागानुकेनको टप 10 भित्र पर्छ है यो जुन जेनको चाहिँ टेम्पल चाहिँ यसमा चाहिँ यहाँ यस्तो बुढाबुढीहरू आइरहेको छ होइन ऊ पर यसरी कसरी फोटो खिचिरहेको छ होइन मलाई यहाँ होइन बबाल केटी जुराइदेऊ है भने आजभन्दा 3 वर्ष अगाडि माग्नु आएको थियो नि त होइन त्यही भएर आज चाहिँ 1 मोर मेरो भाकल पुरा हुनु आँट्यो नि त त्यही भएर 1 मोर आज चाहिँ भाकल पुरा गर्नु आएको होइन भाकल गरेको थिएँ जेनकोजी टेम्पलको यो चाहिँ जिन्ज्या हो यो पनि जिन्ज्या नै हो श्राइन भनौँ न यहाँ हेर्नु मान्छेहरूको भिड तपाईँ देख्दै हुनुहुन्छ होइन लाग्छ तपाईँहरू सोच्नु नेपालको पशुपति मन्दिर स्वयम्भूहरू जस्तै हो क्या तपाईँहरूलाई म मन्दिर पनि देखाइदिन्छु इन्ट्रान्स गेट चाहिँ तल हो होइन म चाहिँ तर माथि गाडी माथि पार्क गरेर आएको तपाईँले एकचोटि घुम्नु आउनुहोस् भन्छु खासमा चाहिँ आउने यताबाट यो चाहिँ गेट हो यहाँबाट तपाईँहरू आउनु सक्नुहुन्छ यहाँबाट एक्जिस्ट हुने हो यहाँ चाहिँ हात धुने ठाउँ हो होइन पवित्र हात अब तपाईँहरूको मन पखाल्ने ठाउँ चाहिँ यो हो क्या यहाँ एकचोटि चाहिँ आफ्नो पाप पखाल्नुपर्छ मन पखाल्नुपर्छ अनि मन सफा गरेर पवित्र भएर मात्रै जाने हो क्या यो श्राइनमा चाहिँ यहाँ हात धुने ठाउँ हो गाइजहरू यो जुन छ यिनीहरूमा पानी थापेर भगवान्को पवित्र हातले छुको भएर यहाँ चाहिँ छुएर हात धुने हो अनि हात सफा गर्ने हो किनभने तपाईँहरू बाटोमा सुसु गर्दै हिँड्नु भएको हुन्छ यो आउने जति पनि सबै यही श्राइन प्लस टेम्पल नै जाने हो ओम माने पेमे होमको बुद्धको मूर्ति अहिले चाहिँ म चाहिँ जिन्ज्यामा छु है श्राइनमा छु होइन यो श्राइनको गेट होइन यहाँ हेर्नु प्लस करे मूर्तिहरू राखेको छ र यो भनेको आउने बाटो हो होइन छिर्ने होइन सबैजना सबै आफ्नो उद्देश्य लिएर होइन के माग्न होइन वर माग्न बन्धु माग्न आइराखेका हुन्छन् यहाँ चाहिँ अझै क्याफेहरू छ यस्तो बवाल ठाउँ छ क्या तपाईँले एकचोटि घुम्नु आउनुहोस् भन्छु जापानमा हुनुहुन्छ धेरै पैसा कमाउने कम्पनीहरू जुराइदेऊ भनेर होइन माग्नु बिचरा यो केटी पनि म जस्तै एक्लै रहेछ क्या सिङ्गल नै रहेछ क्या लाइन मार्नुपर्छ क्या हो अब चाहिँ म चाहिँ फाइनल्ली मन्दिरतिर लाग्दैछु हाम्रो गौतम बुद्धको मन्दिरतिर ट्रेन हुँदै छिरेपछि मन्दिर जाने बाटो चाहिँ यो हो पुरा फ्यामिलीहरू नै होइन गुटुङ हिँडिरहेछ म चाहिँ एक्लै हिँडिरहेको छु क्या फेरि कसैले भन्ला होइन यो त बौला रहेछ भन्ला होइन बौला नि केही फरक पर्दैन विशेष गरी चाहिँ यो मन्दिरमा जे माग्यो त्यो पाउँछ अरे भन्छ त्यो चाहिँ 3 तले मन्दिर हो जेनकोजी ओतेरा भनेको यो है गाइजहरू मेन मन्दिर घुमेर चाहिँ अब अर्को मन्दिरमा जाँदैछु म चाहिँ होइन 2टा मन्दिर छ क्या तपाईँहरू 2टा मन्दिर घुम्नु सक्नुहुन्छ नागानागाको यो चाहिँ सुजाका सीमा पर्छ जस्तो लाग्छ त्यस जेनकोजी ओतेरा हान्नु भने आइहाल्छ गुगलमा त्यो त मात्रै पोजिसन यता चाहिँ अझै विशेष गरी चाहिँ साकुरा फुल्ने सिजनमा आउँदा चाहिँ एकदम बेस्ट हुन्छ यो चाहिँ बाटो जस्तो टर्निङ छ के नेपालमा बुढा सुब्बा मन्दिर जाने रोड जस्तै लाग्छ मलाई चाहिँ है त्यहाँ गाडी पार्किङ गरेर यहाँबाट आउने होइन यो चाहिँ ब्याक साइडबाट हो यो एउटा यो पनि मन्दिर है साकुरा फुल्दा चाहिँ बबालै हुन्छ यो ठाउँ होइन तपाईँहरू एकचोटि चाहिँ दर्शन गर्नुहोस् भन्छु म चाहिँ यो ठाउँहरू होइन जापानको साझा सम्पत्ति हाम्रो साझा सम्पत्ति हो नि त यो चाहिँ अब जेनकोजी ओतेरा हो हेर्नु कस्तो दामी छ होइन अझ साकुरा फुलेको बेला चाहिँ यहाँ चाहिँ पुरा साकुरा फुलेको हुन्छ क्या तपाईँहरू अलिक अब सिगातिर आउनु भने चाहिँ यहाँ चाहिँ पुरै साकुरा फुलेको हुन्छ